पछिल्लो समय म्यानमारका 200 जना नागरिकले नेपाली पासपोर्ट प्रयोग गरेर साउदी अरब पुगेको खबर चर्चाको विषय बनेको छ। आज यो विषयमा बीबीसीले तयार पारेको एउटा रिपोर्ट म यति बेला यो भिडियोमा पस्किन लागिरहेको छु। नेपाली पासपोर्ट बोकेका झन्डै 200 जना म्यानमारका रोहिंग्या साउदी अरबमा कसरी पुगे, अब के हुन्छ, यस विषयमा म जानकारी दिने प्रयास गर्दैछु बीबीसीले तयार पारेको रिपोर्टको आधारमा। साउदी अरबको सरकारले नेपाललाई एउटा गम्भीर विषयमा ध्यान आकर्षण गराएको छ। करिब 200 जना रोहिंग्या शरणार्थीहरू नेपाली पासपोर्ट बोकेर साउदी अरब पुगेका छन्। उनीहरूलाई अब गैरकानुनी आप्रवासी भन्दै नेपाल फिर्ता लैजान भनिएको छ। साउदी सरकारको भनाइअनुसार ती व्यक्तिहरूले नेपाली नाम, राहदानी नम्बर भएको तर भाषा, भूगोल र ठेगाना केही पनि नबुझ्ने कागज प्रयोग गरेर देश प्रवेश गरेका हुन्। उनीहरूले प्रयोग गरेका राहदानीहरू हस्तलिखित छन्, जुन 10 वर्षभन्दा पुराना र अब म्याद सकिएको अवस्थामा रहेका छन्। यो रहस्य चाहिँ कसरी खुल्यो, यस विषयमा जानकारी लिउँ। साउदी अरब स्थित नेपाली दूतावासका अनुसार केही समयदेखि ती व्यक्तिहरू रोकिएका केही जेलमा त केही हाजिरी जमानीमा छोडिएका थिए। उनीहरूको कागजातको अध्ययन गर्दा थाहा भयो कि उनीहरूले पुरानो नेपाली पासपोर्टहरूमा फोटो हालेर वा परिवर्तन गरेर प्रवेश गरेको तथ्य पत्ता लागेको छ। ती मानिसहरू नेपाली जस्तो देखिँदैनन्, भाषा जान्दैनन्, घर ठेगाना थाहा छैन। यो देख्दा उनीहरू नेपाली होइनन् भन्ने कुरा पनि प्रष्ट भएको बीबीसीले रिपोर्टमा उल्लेख गरेको छ। अब के भइरहेको छ यो विषयमा? नेपालको परराष्ट्र मन्त्रालय, अध्यागमन विभाग, राजधानी विभाग मिलेर यो प्रकरणको जाँच गरिरहेका छन्। ती पासपोर्ट असली हुन् या नक्कली, कसरी बनाइयो, कसले सहयोग गर्यो, यी सबै कुरा छानबिन भइरहेको बताइएको छ। पासपोर्ट नम्बर, नाम र अन्य विवरणहरू साउदीबाट आएपछि नेपालको सिस्टममा हेरेर पुष्टि गर्ने काम भइरहेको पनि रिपोर्टमा उल्लेख गरिएको छ। यदि प्रमाणित भयो कि ती राहदानी नक्कली वा झुटो विवरणमा आधारित छन् भने पासपोर्ट बनाउने गृहमाथि कारबाही हुने र संलग्न कर्मचारी वा सिफारिसकर्ताहरूलाई कानुनी कठघरामा ल्याइनेछ भनेर रिपोर्टमा उल्लेख गरिएको छ। के हुन्छ यो विषयमा? दोषी ठहरिएमा कानुनी सजाय के छ, त्यस सम्बन्धी पनि जानकारी लिउँ। नक्कली राहदानी प्रयोग गरेमा 1 देखि 3 वर्ष जेल सजाय रहेको छ र 2 देखि 5 लाखसम्म जरिवाना वा दुवै सजाय दिने व्यवस्था रहेको छ। त्यसैगरी झुटो विवरणमा नागरिकता लिएमा 1 देखि 5 वर्षसम्मको जेल सजाय र 50,000 देखि 2 लाखसम्म जरिवाना रहेको छ। नागरिकता सिफारिस गर्ने कर्मचारी र अधिकारीहरूलाई पनि यो चाहिँ कारबाहीको व्यवस्था रहेको छ, जुन 3 वर्षसम्म जेल र 50,000सम्म जरिवाना रहेको छ। यसको बारेमा जानकारी गराउँदाखेरि अथवा बीबीसीले तयार पारेको रिपोर्टमा रहे अनुसार रोहिंग्या समुदाय म्यानमारको रखाइन राज्यबाट भागेका मुस्लिम शरणार्थी रहेका छन्। सन् 2017मा म्यानमार सेनाले दमन गरेपछि लाखौं जना बङ्गलादेश पुगेका थिए। केही भारत हुँदै नेपाल गएका हुन् र अहिले पनि नेपालमा झन्डै 440 जना म्यानमारका रोहिंग्याहरू बसोबास गरिरहेको सरकारले अनुमान गरेको रिपोर्टमा उल्लेख गरेको छ। अब यसको समाधान के हुने, यस विषयमा पनि रिपोर्टमा बीबीसीले उल्लेख गरेको छ। नेपालले अहिले म्यानमारका राजदूतसँग पनि संवाद र समाधानको बाटो खोज्दैछ। म्यानमारले भनेको छ कि यदि ती व्यक्ति साँच्चीकै रोहिंग्या हुन् र उनीहरूको स्थायी ठेगाना प्रमाणित भयो भने उनीहरूलाई फिर्ता लिन सक्ने सम्भावना पनि रहेको कुरा रिपोर्टमा छ। यो घटनाले देखाएको छ कि नेपालमा राहदानी र नागरिकता वितरण प्रणाली कमजोर छ। अब सरकारले यसमा कडा छानबिन गरेर दोषीलाई कारबाही गर्ने बताएको छ। साथै यस्ता घटना दोहोरिन नदिने प्रणालीमा सुधार गर्नुपर्ने आवश्यकता रहेको स्पष्ट देखिन्छ।